हेलो हेलो गुड मर्निङ सम्पूर्ण माझमा म हुँ किशोर थ्रुमराई र तपाईँहरू सबै चाहिँ फेरि पनि एउटा छोटो भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म तपाईँहरू सबै चाहिँ यो मुस्ताङको दामोदर कुण्ड गाउँपालिका 5 यो चारङ गाउँको केही क्लिप्स भिडियोहरू लिएर उपस्थित भइसकेको छु र आज चाहिँ टक्लक्क पारेर तपाईँहरूलाई 1300 वर्ष पुरानो गुम्बातिर लानेछु है। छौँ अहिले चाहिँ हाम्रो दाई सनामसँग र अब भोक पनि लागिरहेछ है। यहीँ परतिर गएर चाहिँ नि खाजासाजा खाएर चाहिँ नि तल लाग्छौँ होला। यो अगाडि देखिराख्नु भएको चाहिँ एकदम च्याङ्रा 150-200 भन्दा बढी छन् च्याङ्राहरू। आहा, यता हेर्नु ठाउँ कस्तो राम्रो फिरिक्क परेको है। अब चाहिँ नि यहाँनिर सडक पानी जमेको रहेछ, खाएर केही छैन, राम्रै देखिरहेछ होइन। ल यस्तो घरहरू यस्तो हाम्रो पूर्वीय भेगको भन्दा निकै बेग्लै। ल हामी होटलमा आइसकेका छौँ। अब केही चाहिँ यहाँ चाहिँ खाजासाजाहरू खानेछौँ। एकदम व्यवस्था राम्रो छ। यस्तो माटोको घर, काठ माटोको घर बनाउँदो रहेछन् टक्क लाएर। अब केही खाजाहरू खानेछौँ अनि लाग्नेछौँ तल। यता हाम्रो साउनीमा आउनुहुन्छ। सो गाइजहरू हामी आइसकेका छौँ 1300 वर्ष पुरानो गुम्बामा। चारङको सबैभन्दा पुरानो गुम्बा, 1300 वर्ष पुरानो गुम्बा। साथीहरूले फोटोसोटोहरू पनि खिचिराखेका छन्। भित्र चाहिँ जाउँ भन्दाखेरि आज चाहिँ दुर्भाग्यवश यहाँका ठुलो मान्छेहरू नभएर चाहिँ नि हामी भित्र जान सकेनौँ सोसरी है। अब हामी हाम्रो क्याम्पतर्फ नै फर्किनेछौँ। क्याम्पमा साथीहरूले काम गरिरहेछन्। आज चाहिँ हामी विश्राम बसेको, साथीहरूसँग पनि केही कुरा गर्नेछौँ। अनि कस्तो लागिरहेछ त काइला भाइ? काम गर्ने है। हामी चाहिँ काम गर्ने है। दिनभरि काम गर्नुपर्छ, यस्तै छ। ढुङ्गा मुढा हो, जिउ दुखेर लास्टै मर्नु हुन्छ रातभरि दुखेर होइन। सो देखिराख्नु भएको छ यो चाहिँ हस्पिटल हो है। यो चराङको ठुलो छ हस्पिटल। के हुँदैछ हजुर सरको? कसरत हुँदैछ? 100 साइज हो कि 200 साइज? 300 साइज हुँदैछ। ल ठिक छ। ल साथीहरू फेरि म हुँदै जाँदैछु है। कस्तो लाग्दैछ तपाईँलाई? के कस्तो लाग्दैछ? ढुङ्गा बोकाइदिए उहाँ राई काइला हुनुहुन्छ। तर मलाई चाहिँ चिन्दैन नि, म यहाँ पुरा नचिन्ने अवस्थामा छु नि। ल साथीहरू भिडियोलाई कस्तो लाग्यो लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र अर्को भिडियोमा फेरि भेट हुने नै छ। सब्सक्राइब पनि गर्नुहोला है मेरो युट्युब च्यानल।